हृदयमा एउटा पुरानो चाहना बाँकी छ। हिमाललाई टाढाबाट होइन नजिकै बसेर हेरौँ, उसका चुलिएका हिउँका चुलीहरूलाई आँखाले स्पर्श गरौँ, हिउँको च्यानमा हराऊँ शून्यताको मौनतामा, हृदयमा उसलाई बास गरौँ। जहाँ शब्द मौन हुन्छन् त्यहाँ प्रकृतिको कविता बोल्छ। हिउँका गराहरूमा डाँफे चराको पङ्खा र सुनखरीले लेखेका कविताहरू। त्यो क्षण म मात्र दर्शक होइन, आत्मा नै ती हिमालसँग एकाकार हुन्छ जस्तो लागे। ती चुचुराहरू पनि शान्तिमा हराउने त्यो हिउँको टहरा बन्छ। यहाँ आउँदा पक्कै हामीले अनुभव गर्नेछौँ। केवल यो त दृश्य मात्र होइन, यो एक भावनाको यात्रा हो। हिउँले ढाकिएका बाटाहरू अनि चिसो हावा अनि अग्लो आकाङ्क्षा। लालीगुराँसको जङ्गल पार गर्दै हिमाली मोनालको चरा देख्दा मनै रमाउँछ। प्रकृतिको यस्तो अनुपम उपहार सायद अरू कहाँ नै भेटिन्छ र। जब सूर्यको किरण सगरमाथाको टुप्पामा पर्छ, त्यो सुनौलो झल्कोमा यस्तो लाग्छ मानौ स्वर्ग यही छ। यो सगरमाथा हाम्रो लागि यात्रा मात्र होइन, तर एउटा प्रेरणा बनोस्, आशा बनोस्।